हेलो एभ्रिवान, गुड मर्निङ। सो आजको दिनमा चाहिँ यो भिडियो चाहिँ मैले हिजो नै एडिट गरिरहेको थिएँ, हिजो नै बनाएको थिएँ, तर मैले पोस्टै गरेको थिइनँ। सो आज चाहिँ अचानक याद भयो नि त, त्यही भएर चाहिँ मैले चाहिँ पोस्ट गर्ने निर्णय गरेँ। सो सन्डेको दिनमा चाहिँ हाम्रो चाहिँ आउटिङ हुन्छ नि त, सो त्यही भएर हामी चाहिँ टिपटप भएर चाहिँ रेडी भएर चाहिँ बाहिर म चाहिँ मेरो पोज दिँदै थिएँ, किनभने चाहिँ राम्रो क्लियरली नै आएको थिएन नि त, ब्लड देख्दै थियो, प्लस अलिक कालो देख्दै थियो नि त भिडियोमा चाहिँ। त्यही भएर चाहिँ त्यो फोनलाई यताउता गर्दै सेट गर्दै थिएँ, मिलाउँदै थिएँ कुन चाहिँ लोकेसनपट्टि चाहिँ राम्रो देख्छ र मलाई राम्रै देख्छ भनेर चाहिँ। अन्त चाहिँ बातमा हामी चाहिँ बात गर्दा गर्दै मेरो साथी पनि आइसकेको थियो, उसैलाई पर्खिरहेको थियो नि त हामीले चाहिँ। अन्त ऊ पनि आयो, अन्त त्यही भएर चाहिँ हामी चाहिँ हिँड्नु थाल्यौँ, किनभने उसले चाहिँ सामान अर्डर गरेको थिएछ। जस्तो हामी होस्टेलबाट निस्क्यो त्यस्तै उसको सामान आएर फेरि रिटर्न गएको थियो नि त, त्यही भएर चाहिँ हामी त्यहाँ पर्खिरहेको थियौँ। अन्त त्यही उसको सामान आएपछि हामी रिसिभ गरिसकेर फेरि हामी रिटर्न जाँदैथ्यौँ। अन्त चाहिँ जानु चाहिँ खासै चाहिँ ठुलो जग्गा कुनै पनि जाने प्लान चाहिँ गरेको थिइनँ, तर अचानक मेरो साथीहरूले चाहिँ भने कि डिमार्ट जाउँ भनेर। त्यही भएर चाहिँ मैले चाहिँ भने कि म पनि जान्छु, तर मेरोमा चाहिँ म त्यति नै सामान चाहिँ लिनु चाहिँ गएको होइन, तिमीहरूसँग मात्रै गएको भनेर गएको थिएँ। तर साथीहरू अहिले भिडियोमा हेर्दै जानुहोस् होला, तपाईँहरूलाई पनि यस्तो हुन्छ कि हुँदैन कि म सामान लिनु जाँदिनँ तर घुम्नु मात्रै जान्छु भनेर। लास्टमा आउँदाखेरि चाहिँ सामान यति एक झोला ल्याउने तपाईँहरूको पनि बानी छ कि छैन भनेर चाहिँ कमेन्ट गरिदिनु होला। हामी स्टुडेन्टकोमा पैसा त हुँदैन बेसी, तर पनि हल्का फुल्का जुगाड गर्दै भए पनि हामी अलिअलि मिलाएर केही न केही गर्ने ट्राई चाहिँ गर्छु। सो त्यही भएर चाहिँ आजको चाहिँ मैले चाहिँ इयररिङ लगाएको थिएँ नि त, सो त्यही भएर चाहिँ मलाई चाहिँ अलिक कान दुखेको जस्तो फिल हुँदै थियो, अलिक त्यो हेभी थियो नि त। तर पनि भनिदिनु होला मलाई कस्तो देख्दैछ भनेर चाहिँ। सो साथीहरू, मैले चाहिँ हल्का यहाँनिर एउटा रिल बनाएँ, मेरो साथीलाई फोन पक्रिनु लगाएको थियो नि त, त्यही भएर चाहिँ मैले एउटा सानो रिल बनाएँ। त्यो तपाईँहरूले मेरो भिडियोमा गएर चेक हुन सक्ने छ। अन्त चाहिँ मलाई चाहिँ एकदमै गरम लाग्यो नि त, त्यही भएर मैले चाहिँ स्वेटर चाहिँ खोलिदिएँ। अन्त चाहिँ यता बेङ्गलोरमा चाहिँ बिहान चाहिँ एकदमै जाडो भइरहेको थियो, त्यही भएर चाहिँ मैले स्वेटर बोकेको थिएँ नि त। बादमा फेरि यस्तो हिँड्दा गरम लाग्यो, त्यही भएर चाहिँ खोलिदिएँ। अन्त चाहिँ सो त्यही भएर हामी चाहिँ हाइटको चाहिँ डिस्कस गर्दै हिँड्दै थियौँ होइन बाटोमा चाहिँ। अन्त सबसेभन्दा पुर्की चाहिँ मै पढेछु लास्टमा चाहिँ होइन साथीहरू। तपाईँहरू पनि कमेन्ट गरेर भनिदिनुहोस् होला मेरो एक्ज्याक्ट हाइट चाहिँ कति छ भनेर चाहिँ तपाईँहरूले गेस गर्नु होला यो भिडियो हेरेर। यो भिडियो चाहिँ मैले अलरेडी पोस्ट पनि गरिसकेको छु, हिजो नै मैले अलरेडी पोस्ट गरिसकेको छु, हेर्नु होला, गएर चेक गर्नु होला। हाम्रो गफ चाहिँ यतिमै सकिसकेको थियो साथीहरू हिँड्दै। अन्त साथीहरू, तपाईँहरूलाई थाहै छ म चाहिँ एकदमै म चाहिँ कुकुरसँग चाहिँ पुरा डराउँछु भनेर हरेक भिडियोमा तपाईँहरूले देखिरै रहनु भएको छ कि म हरेक भिडियोमा चाहिँ कुकुरसँग डराइरहेको। कतिजनाले कमेन्ट पनि गर्नुहुन्छ कि के साह्रो कुकुरसँग डराएको भनेर, तर म चाहिँ आइएम अ गर्ल विथ डग फोबिया, तपाईँहरूलाई थाहै छ होइन साथीहरू। सो फाइनली मलाई चाहिँ अस्तिदेखि चिकन कबाब हो कि चिकन के हो पकौडा हो, कोही साथीहरूले चिकन कबाब भनेर चाहिँ त्यही खानु चाहिँ अस्तिदेखि मलाई चाहिँ क्रेभिङ भइरहेको थियो नि त। सो त्यही भएर चाहिँ फाइनली आज चाहिँ हामी चाहिँ चिकन कबाब पनि ल्याउनु गयौँ। यहाँनिर चाहिँ 30 रुपिसमा चाहिँ मजाले दिन्छ नि त, एकदमै मिठो हुन्छ, तातै खाने एकदमै मिठो हुन्छ। सो त्यही भएर चाहिँ हामी प्याकिङ गऱ्यौँ होस्टेलमा गएर खाने भनेर। अन्त चाहिँ त्यतिकै हामी डिमार्ट पनि पुग्यौँ। सो यहाँनिर चाहिँ हामी कति 4 जना गएको थियौँ, एकजना चाहिँ सिनियर दी हुनुहुन्थ्यो। अन्त चाहिँ साथीहरू, मलाई चाहिँ घुम्दा यो फुल चाहिँ एकदमै मन पर्यो। अचानक मेरो आँखा चाहिँ फुलमा गयो होइन, एकदमै दामी थियो, तर मेरोमा पैसा थिएन, त्यही भएर मैले त्यो छोडिदिएँ। अन्त हामी चाहिँ डिमार्टबाट निस्कि पनि हाल्यौँ। सो मैले चाहिँ यो भिडियोमा चाहिँ तपाईँहरूलाई चाहिँ मेरो ब्याग देखाउँदै थिएँ, यो चाहिँ मैले किनेको भनेर। यो पनि अलरेडी मैले पोस्ट गरिसकेको छु, यो भिडियो पनि तपाईँहरू गएर चेक गर्नुहुनेछ कि मैले के भन्दैछु भनेर चाहिँ। अन्त चाहिँ मेरो साथीहरूले पनि देखाउँदै थियो कि उनीहरूले पनि यो सामान लियो भनेर चाहिँ। अन्त चाहिँ डिमार्टमा चाहिँ एकदमै सामान चाहिँ डिस्काउन्टमा पाइहाल्छ नि त साथीहरू। इफ अब कुनै सामान बेसी नै दामको छ भने 50 या 25 या समथिङको चाहिँ अफर दिइरहेको हुन्छ। सो त्यही भएर चाहिँ प्रायः मान्छेहरू चाहिँ त्यहीँ जान्छ, आफ्नो पनि फाइदा हुन्छ, प्लस त्यो डिमार्टको पनि उनीहरूलाई पनि फाइदा हुन्छ नि त। सो त्यही भएर चाहिँ प्रायः त्यतातिर जाने हुन्छ, जस्ट लाइक
हामी स्टुडेन्टहरू त अब त्यही हो, हाम्रो पैसा हुँदैन र पनि हल्का फुल्का त अब घुम्नु त पायो नि त होइन। अन्त साथीहरू मैले चाहिँ यो ब्यागमा चाहिँ मेकअपको सामान राख्नुको लागि ल्याउनु गएको, तर तपाईँहरूलाई थाहै छ म मेकअप बेसी लाउँदिनँ अनुहारतिर फेसतिर। मेरो बेसिक चाहिँ त्यही हो, लिपस्टिक हुन्छ होइन। अन्त चाहिँ अरू चाहिँ म त्यस्तो युज गर्दिनँ, किनभने म सनस्क्रिन र मोइस्चराइजर अरू त मेकअपहरू म केही पनि लाउँदिनँ, त्यो तपाईँहरूले देखि नै रहनु भएको छ। अनि बाटोमा हामी चाहिँ आफ्नो होस्टेल आइपुगिसकेको थियौँ। अन्त फेरि मैले आउनु बित्तिकै एउटा सानो भिडियो बनाएँ। अन्त त्यतिकैमा मैले फेरि नोट्स पनि लेख्नु थालेँ, नोट्स पनि होइन रेकर्ड बुक। अन्त फेरि मैले र मेरो साथी भएर चाहिँ एउटा सानो भिडियो क्रिएट गऱ्यौँ नि त। उसले मलाई अस्तिदेखि भन्दै थियो यो भिडियो बनाऊ न भनेर भन्दै थियो। त्यही भएर चाहिँ हामी दुईजनाले भिडियो बनायौँ फाइनली। त्यो पनि तपाईँहरूले गएर मेरो अकाउन्टमा गएर चेक गर्न सक्नुहुनेछ। अन्त चाहिँ लुगा उठाउनु थियो साथीहरू, त्यही भएर चाहिँ म चाहिँ लुगा उठाउनु गएँ होइन, मेरो साथीलाई पनि बोलाएर। अन्त म चाहिँ अगाडि हिँड्छु, तिमी चाहिँ मेरो भिडियो रेकर्ड गरिदेऊ है भनेर दिइराखेर चाहिँ म चाहिँ अगाडि गएँ। किनभने चाहिँ लुगा चाहिँ उठाइहाल्नुपर्छ, नभने त्यो शीतले भित्र झन् चिसै भइजान्छ नि त। सो त्यही भएर चाहिँ लुगा उठाउनु चाहिँ हामीहरू गइहाल्यो, किनभने भोलि कलेज लाग्छ भनेर चाहिँ मेसेज आएको थियो। तर साथीहरू अचानक फेरि मेसेज आयो कि भोलि कलेज लाग्दैन भनेर। अन्त चाहिँ एकदमै मलाई फेरि खुसी लाग्यो नि त, र पनि ड्रेस त उठाउनै पऱ्यो होइन। भरे फेरि चितु पर्छ नि त, चितु के भन्छ नि त्यस्तो टिकटिके पर्छ भनेर चाहिँ लुगा चाहिँ उठाउनु गएँ म होइन। लुगा उठाएर बरु रुमभित्रै सुकाउँछु जेसुकै होस् भनेर। यो भिडियो पनि मैले भिडियो पोस्ट गर्छु बादमा, यसमा के भन्दैछु भनेर तपाईँहरूले गएर चेक गर्न सक्नुहुनेछ। अन्त चाहिँ साथीहरू फाइनली सबै कुरा सक्यो। अब चाहिँ मेरो चाहिँ बेडमा लड्ने काम आयो। अन्त मैले चाहिँ रेकर्ड बुक फाइनली फिनिस्ड पनि गरिसकेँ। मेरो भिडियो मन परेछ भने लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला।